हेलो गाइस, आज यस्तो पानीको मौसममा यस्तो अमिलो भोकटे खाम भनेको भोकटे त सोचे भन्दा धेरै फरक आयो। ओ माय गॉड, अस्ति अमिलो अस्ति नै अर्को सानोवाला अमिलो खाँदा कस्तो मिठो थियो। यो त मिठै नै लस्तै नमिठो, स्वादै अर्कै, आफैमा गुल्लो हुने रहेछ अनि मिठै भएन। मलाई त मन परेन। र मलाई पहिला नै यो खासै मन त पर्दैन थियो यसको बास्ना, तर मैले यस्तो टिकटकमा स्वास्थ्यको लागि एकदम राम्रो हो समयको भनेर चाहिँ यस्तो लिएर खाऊँ त भनेर यसो गरेको। ओ माय गॉड, यस्तो स्वादै नै, यत्तिकै मेरो पैसा मात्रै खेरै गयो। 100 रुपियाँको रुखैबाट भर्खरै टिपेर हुँ रुखमै किन्न गएर लिएर आएको। सोचे चाहिँ जिन्दगी रहेनछ भनेर यो भोकटेले आज प्रुभ गर्यो कति खाम्ला भनेर। धन्न दुईटा लिएन छु, दुईटा लिएको भए त म गरेर रुन मात्र सक्दिनँ। यस्तो मेहनत गरेर खोलेँ है, छोरीले पुरै भ्लग बनाउने भिडियो भनेर पुरै टिकटकर भइसक्यो देखाउँदैछ। आज मजाले खोले, मिठो होला भनेर पहिला त्यो काठे अमिलो जस्तो भनेर, तर सोचे जस्तो छैन। तपाईँहरूले मनपर्छ भने कसरी खानुहुन्छ? मैले त सेम त्यो अमिलो जस्तो गरेँ, चिनी मात्रै नहालेको, चिनी गुल्लै थियो अनि स्वादै मन परेन। खाने टाइम नभएर हो कि के हो? अब तितो 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 टाइपको बाहिर गयो बोक्रा, यति धेरै। हो माय गॉड, त्यत्रो ठुलो थियो तर एक प्लास्टिक फोहोर फालेँ न मैले। आमामा मनै नपर्ने यस्तरी दही अनि यस्तो कलर नै रातो हुनुपर्ने अनि टाइम नै भयो छैन रहेछ कि जस्तो लाग्यो फेरि। तर मिठै नै खाना त खाएँ मैले अलिकति, तर पछि त जाँदै गएन। दाइन थोरै जस्तो लाग्यो, फेरि थपेर गराएर नै खाएँ यस्तै। तर मिठो लागेन मलाई यस्तरी नै। मिठो लागेन मलाई त। मिठो लागेन अर्को टाइपको लुकी लुकी खानु पर्छ अहिले, फेरि अस्ति चाहिँ लुकी लुकी गर्दै खानु होला। आफै गुल्लो हुँदैछ एउटा, आफै गुल्लो नि मलाई खाने एउटा एउटा खान्छु भनेर धेरै खान्छु। यस्तो होला त्यस्तो गराउनु मैले मिठो आमा झुके खाँदैन मलाई छेको क्या यहाँ। ल सेकेन तारी आइपो यहाँ बस्न नि देखिन्छ बडो। ल यहाँ बस्नुस् के? अमिल नभएर होला क्या, डर हो जस्तै नि। यहाँ बस्नु आमा, यहाँ बस्नु न आमा। अनि यो अझै खाने बेला भएन क्या जस्तो छ। गुल्लो नि चढेको छैन, अहिले अमिलोहरू गुल्लै चढेको छैन। हामीले गयौँ खाना नि यो अमिलो चाहिँ कस्तो छ कि देख्दा नि खाम जस्तो है। अमिलो अनि दहीहरू खुर्सानीहरू राखेर अनि चिनी राखेर कस्तो मिठो हुन्छ। मलाई मनपर्छ यो चाहिँ, देखेरै खानु मन लाग्छ मलाई। मैले यो समयमा मैले कति धेरै खाएँ किनेर पनि, कति धेरै खाएँ, यो कति धेरै खान्छु मैले यो। तर यो भोकटे चाहिँ खाइकिन सकेन मैले। यो चाहिँ मैले पहिल्यै भिडियो बनाएर यस्तरी राखेको थिएँ अनि त्यस्तै मिठो हुन्छ होला भनेर मेरो छोरीले नै मजाले खाम भनिरहेको थियो। पछि काम सकेर बनाउँदा त छोरीलाई पनि मन परेन, आमालाई पनि मन परेन, मलाई पनि मन परेन। यो चाहिँ कस्तो खानु मन लागेको थियो मलाई। यो अमिलो फेरि अहिले फेरि त्यो खासै पाइँदैन होला। अब यसको सिजन भइयो, भोकटेको पनि सिजन भइन् लाग्यो कि अब बल्ल हो कि के हो। अस्ति नै थियो बजारमा नि, अहिले चाहिँ माथि रुखमै किन्न जाएर टिपेर लिएर आएर नि मिठो नै। मलाई चाहिँ मन परेन त्यो, तर यो काठे अमिलो चाहिँ मलाई यस्तै मनपर्छ। यस्तरी बनाएर खाएर टिकटक पनि बनाएर आमाले बुझ्नु भएको मैले यस्तरी खान्छ यस्तरी
यो फेरि अर्को मैले 2-3 चोटि भिडियो क्लिप बनाइराखेको थिएँ यो पहिलाको अनि पछिको खाइरहेको थियौँ हामीले। तपाईँहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला र मेरो भिडियोलाई पनि माया गरिदिनु होला। यस्तो मिठो माइ गड गर्नु जस्तो